So, hello, good morning guys. म चाहिँ हजुरको सुड्डो राइटर. आज मन्डे अनि आज चाहिँ हाम्रो इन्टरभ्यू छ है अफिसमा. त्यही भएर म इन्टरभ्यूको लागि अब निक्लिएँ अनि अब अफिस जाउँ. भाइहरू सायद आइसक्यो होला. सो म घरदेखि निक्लिसकेँ गाइज है. अनि आज चाहिँ हाम्रो रिमल कम्पनीको लागि इन्टरभ्यू छ टिबोयको लागि. यो चाहिँ साउदीको लागि हो. यसमा स्यालेरी चाहिँ तपाईँको 1100 प्लस 300 जम्मा 14 चाहिँ स्यालेरी हो साउदी रियाल 14 चाहिँ. अनि यसमा ट्रान्सपोर्टेसन खर्च अनि अकोमोडेसन कम्पनीको हुन्छ, इन्सुरेन्स सबै कम्पनीको हुन्छ है. अनि तपाईँले खाना चाहिँ आफू खानुपर्छ, जुन चाहिँ 1100 प्लस 300 भनेर कुरा गर्छ हो. 300 चाहिँ फुडको लागि दिएको हो. त्यसबाट तपाईँहरूले फुड खानुपर्ने हुन्छ, कम्पनी दिनुहुन्छ, अन टाइम स्यालेरी हुन्छ, तपाईँको 2 सालको कन्ट्र्याक्ट हुन्छ. तपाईँको भनेको स्यालेरी र भनेको कामको हामी ग्यारेन्टी गर्छौँ. ओभर टाइम भनेको तपाईँको डिपेन्ड्स अन साइड हुन्छ, कुनै साइडमा छ कुनै साइडमा छैन होइन. सो ओभर टाइमको हामी ग्यारेन्टी गर्दैनौँ. बट तपाईँको पर्फर्मेन्स राम्रो हो भने तपाईँलाई टिप्स आउँछ है. टिप्स आउँछ. म्याक्सिमम् भयो बहिनीहरूले टिप्सले खाना पुऱ्याइरहेको छ. कम्पनी चाहिँ दिनुहुन्छ है. अहिलेसम्म हामीले कति 2016बाट काम गरिरहेको यो कम्पनीसँग चाहिँ अहिलेसम्म त्यस्तो एउटा पनि कम्प्लेन छैन है. तपाईँको यहाँबाट जे भनेर बनाउँछौँ त्यो स्यालेरी र त्यो काम चाहिँ तपाईँहरू 100% पाउनुहुन्छ. त्यसको चाहिँ फुल्ली 100% ग्यारेन्टी गर्छौँ. इफ तपाईँले त्यो काम र भन्ने स्यालेरी पाउनुहुन्न तपाईँलाई 100% हामी रिफन्ड गर्छौँ है. तपाईँको जुन कस्ट लागेको हुन्छ त्यो 100% रिफन्ड हुन्छ. अनि आज भोलि यस्तो छ गाइस, चिसो बढाएको छ है. चिसोले गर्दा बिरामी हुने चान्सेस एकदम हाई हुन्छ. सो स्टे सेफ. बाहिर निक्ल्नु अलिकति न्यानो कपडाहरू लाएर निक्ल्नु होला. तातो अलिकति झोलिलो कुराहरू खानु होला. एक्सर्साइज इज मस्ट इम्पोर्टेन्ट. एक्सर्साइज चाहिँ हजुरहरूले राम्रोसँग हान्नु होला. एक्सर्साइज गर्नु भने तपाईँहरू हेल्दी हुनुहुन्छ गाइस. आयो मेरो सो गएर अब पेट्रोल पनि फिल गर्नुपर्ने हुन्छ. आवाज टायरमा के होला सिग्नल लगाइरहेको मात्रै हुन्छ. म हावा हाल्दिनँ. सो ठिक अफिस टाइम पनि छ नि त, अलिक जामै हुन्छ. यहाँ त थाहा छैन गाइस होइन. तर मलाई के लागिरहेछ भने उता सल्टातिर चाहिँ यहीँ तर नि जडीबुटीको त्यो पुलमा चाहिँ भयङ्करै होला सायद मेबी त्यहाँ. अब त्यही भएर ब्रान्चबाट छिर्नुपर्छ होइन. सबैबाट छिरेर भन्नुपर्छ. कुनैले पछिनै गरी पछाडिबाट छुट्टिएछ अनि यस पछाडिबाट अझ रमेश भाइले ग्यारेज पनि बन्द छ के हो. ग्यारेज पनि बन्द रहेछ. साथी भोजतिर व्यस्त हो जस्तो छ है. अनि आज आन्दोलन छ भन्दै त्यो बच्चाहरूको स्कुल छुट्टी छ. आन्दोलन
लागेको थियो तर पछि जुन आन्दोलन पछाडिको जुन हत्याकाण्डहरू भयो नि त्यस पछाडि चाहिँ त्यही लेभलको नै जस्तो लाग्यो सबै कुराहरू त्यतिखेर अलिकति राम्रो डिसिसन लिन सकेको भयो धेरै कुराहरू चेन्ज हुन सक्थ्यो होइन बट त्यतिखेर राम्रो डिसिसन लिन सकिएन जिएनडीले सो आन्दोलन फेल भनौँ आन्दोलन फेल भयो अब त्यो आन्दोलनमा सहिद हुनुभएको हाम्रो भाइ बहिनीहरूको तपाईँको त्याग बलिदान धेरै गयो भन्नु पर्ला है मलाई त्यस्तो लाग्छ है तपाईँहरूलाई चाहिँ के लाग्छ अब हुन त म त्यति पोलिटिक्समा लागेको पनि छैन मलाई खासै यो पोलिटिक्स जस्तो कुराहरूमा इन्ट्रेस्ट हुँदैन क्या सो आफूलाई चित्त नबुझेको कुरा मात्रै गर्दै आएको होइन अब बुढी पिकीहरू छन् धेरै होइन पोलिटिक्समा ज्ञानी बुद्धिजीवीहरू उहाँहरूलाई थाहा होला सबै कुराहरू केही छैन अब देशको माया सबैले गर्नुपर्छ है देश बनाउनुपर्छ किनकि तपाईँको पहिचान भनेको तपाईँको देश हो तपाईँको देशै रहेन भने तपाईँको आइडेन्टिटी नै रहँदैन त्यही भएर देशलाई माया गरौँ सबै नागरिक पेट्रोल हाल्नुपर्ने हुन्छ गाइस है धेरै हाल्दिनँ 500 हालेर जान्छु 500 पेट्रोल भयो भने मलाई नफा हुन्छ सो 500 पेट्रोल हाल्नुपर्छ अनि एउटा ब्लुटुथ इन्टरकम किन्नुपर्ने थियो गाइस होइन ब्लुटुथ इन्टरकम पनि हेर्नुपर्ने हुन्छ पनि आउँछ गाइस है हाम्रो नेपाली न्यु इयर होइन के अरे अङ्ग्रेजी न्यु इयर हो त्यही पनि नेपालमा अलिकति तरिकाले नै मनाउँछ नि त हाम्रो न्यु इयर पनि यहाँबाट अलिकति पेट्रोल क्लास हालिदिउँ गाइस है क्लास त हालिदिउँ अलिकति पेट्रोल हालिदिउँ पेट्रोल हालिदिउँ Welcome guys. पेट्रोल हालिएको छ गाइस 500 रुपियाँको होइन म धेरै हाल्दिनँ किनकि मलाई भद्रकालुबाट हाल्नु छ सो अहिले म भद्रकाल जानु भ्याउँदैन नि त इन्टरभ्यू छ इन्टरभ्यू सकाएर मात्र म भद्रकाल जान्छु
मुलाहरू हुन्छ कि स्टुडेन्टहरू यो गएर चाहिँ हस्पिटल अगाडि यसो बनाउनु नि मुलाहरू खाल्टै खाल्टा एम्बुलेन्समा बिरामी लिएर आउँदा पनि बिरामीहरू पनि झन् थला पर्छ यो बाटोले के गर्नु बाइक रन्काउनु मिल्दैन गाइस भर्खर पिकनिक बनाएको छ त्यही भएर अब एटलिस्ट 500 किलोमिटरसम्म त नि 30 to 40 भन्दा कुदाउनु मिल्दैन त्यस्तै छ है केटाकेटीहरू यस्तो छ कोसलदार आइपुग्यो गाइस है कोसलदा अब कोसलको आइपुग्यो र सर्लक्क जाउन त बहिनीलाई के हो पिस गरेर चाहिँ गाह्रो छ मलाई गाह्रो छ गाइस माइक झऱ्यो भने फेरि अर्को तनाव हुन्छ गाह्रो भाइहरू आइपुग्यो जस्तो लागिसक्यो अफिस टाइम छ जाममा परिन्छ गाइस यो काठमाडौँ भक्तपुर ललितपुरको मान्छे जस्तो हठात कसैलाई हुँदैन गाइस है ओपर हतार हुँदैन सिग्नल पनि हेर्दैन मन बेसी बोलेर जान्छ त्यही भएर एक्सिडेन्ट एकदमै भइरहेको आजको है त्यो ट्राफिक रुल्स चाहिँ फलो गर्नुपर्छ है गाइस हामीले ट्राफिक रुल्स फलो गरेन भने द्याट इज लट अफ चान्स क्या 99% चान्स हुन्छ क्या ट्राफिक रुल्स फलो नगरेको चाहिँ एक्सिडेन्ट हुने सो एटलिस्ट ट्राफिक रुल्स फलो गऱ्यो भने तपाईँको धेरै हदसम्म चान्स कम हुन्छ तल पनि खाली नै धेरै छ नि यार हाइवे पनि तर म दुईचोटि नमिठो जाममा फसेछु नि त हाइवेबाट जाँदा अफिस टाइममा त्यही भएर यो सर्भिस लेनबाट आएको आज चाहिँ फेरि यतापट्टि जाम छ छुट्टी सरी बहिनी दिदी रेडी झर्सम्म चाहिँ डढाएर हिँड्नुपर्छ पता देखाएर रेडी गरेर पता लप्छु हिँड्छ कि गाह्रो हुन्छ अब इलेक्ट्रिक स्कुटरहरू बाइकहरू गाडीहरूले पनि मार्केट लिइरहेछ नेपालमा है राम्रो बिग्रिरहेछ तर मलाई चाहिँ किन अलिकति यो अहिले नै प्र्याक्टिकल भइसक्यो जस्तो लाग्दैन क्या इलेक्ट्रिक भएपछि अलिकति रेन्ज राम्रो हुनु पऱ्यो क्या रेन्ज राम्रो हुनु पऱ्यो अनि फास्ट चार्जरहरू हुनु पऱ्यो होइन फास्ट चार्जिङ घरमा 6-7 घन्टासम्म चार्जमा हालेर पहिले चार्ज गर्ने धेरै स्पिड पुगेछु नि त हो मैले त यार
7 पुऱ्याइदिएछु गाइस। भर्खर इन्जिन बनाएको बाइकलाई बिस्तारै कुदाउनु मिल्दैन। बिस्तारै जाउँ हामी। अब पुग्नु पनि लाग्यो नि त अलिकति कोटेश्वर आइपुगिहाल्यो। अब कोटेश्वर यहाँनिर जाममा पऱ्यो भन्ने मलाई लागेको छ। त्यो कोटेश्वरको जाम पर्नु पाइँदैन टाइम छ है गाइस। कट्यो गाइस, कट्यो कोटेश्वरको जाम कट्यो है। यहाँको जाम कटेपछि त भइगयो नि। अब यो तिनकुनेमा अलिकति हो त्यो पनि मेबी कडी तल प्यान्टै हाल्नु जस्तो लागिरहेको छ मलाई होइन। प्यान्टै कडिन्छ अब जाम कटेपछि त सबै सकिगयो नि त। तर आज नपरेर खासै जाममा किनकि अलमोस्ट 11 o'clock पुग्नु आँट्यो नि त। 9 to 10 हो, 9 देखि 10 चाहिँ एकदमै खतरनाक जाम हो। यसरी सब छिनीहरूलाई लादिले दिनु मन लाग्छ। यो साला कुत्ता अठाली जस्तो आएन दिमाग छैन मुलाहरू। ओभरटेक गर्नु कसरी पर्छ थाहा छैन होला कुत्ता खेडीवाला। दाजु फोन गोजीमा राखेर साइडमा राखेर बोल्ने हो कि फोनमा? ड्राइभिङमा त फोनमा बोलेर हुन्छ यार। कुनै जाम पनि कट्यो है, त्यहाँनिर जाममा पऱ्यो थोरै। खैर केही छैन, यो त 2-3 मिनटमा कटिहालिन्छ। हो खोलि पनि सक्यो, खुलिसक्यो। Let's go guys, let's go. Let's go guys. Let's go. के भइरहेछ यहाँ के भइरहेछ? कहाँ छिरेको बर्बु बेबीहरू कता छिरेको? सो सिग्नल पनि हेरेर कट्नु नि हौ रोड पनि केटाकेटीहरू। जेब्रा क्रसिङ छ भन्दैमा त्यसरी सिग्नल खुलेकै बेला लत्त कट्नु पनि हुँदैन क्या। गाडीहरू सिग्नल खुलेकोले छुटा आइरहेको हुन्छ, लत्तै हान्थ्यो होइन। यो साला चोर के भन्छ? बेबी फाइनली गाइस म आइपुग्नु लागिसकेँ। अब म्याक्समा मलाई 2 मिनट लाग्छ, म अफिस पुगिहाल्छु। अफिस पुगेर हामी गर्ने कामहरू ट्याङटङ गरिदिइहाल्छ। काम सिद्धाएर त्रिपुरेश्वरतिर निस्किनु पर्नलाई है। अलिकति सामानहरू किन्नु बाइकको लागि त्यस्तो गरिदिनु छ। कतिको जानु जस्तो पर्दैन। ट्याङ्क एउटा तान्नु पऱ्यो, एउटा तल तान्नु पऱ्यो। साह्रो बटारिहाल्छु क्या मलाई। बटार्ने बानी हो, बटारिदिइहाल्छु। नबटार्नु पुरा गाह्रो छ हो। इन्सेट भएको हुँदैन यार।
टाइपेटहरू बस्नु छ गाइज है। यहाँ फ्लाइटमा राखेर एकचोटि कल गरिदिउँ कि क्या मेरो भाइहरूलाई। Baby, baby,